गरिरहेको छु जान्ने भएर वाह सबभन्दा बदमासी त यहीँनिर हुन्छ। आज मात्रै माननीय ज्ञानेन्द्र साईज्यू सुटुक्क आफ्नो गृह जिल्ला जुम्ला पुग्नु भएको छ भने जुम्ला पुगे लगतै जिल्लाभित्रका विभिन्न सरकारी कार्यालयहरूमा कामकाज के कस्तो चलिरहेको छ भनी छड्के अनुगमन सुरु गर्नुभएको छ। प्राय सरकारी कार्यालयहरूमा कार्यालय प्रमुखको कुर्सी खाली नै छ, बाँकी कुरा भिडियोमा हेर्नुहोस्। दुईजना खाली हो। तपाईहरूले म्याथ थप भनेर प्रपोज लिने नै होइन। तपाईँसँग ठेकेदार डराउनु पर्यो नि यार। अब यसको एकपटक थपिसक्यो, ठेक्का तोड्ने नै हो सिधै। आज चिठी कि पठाउनुहोस्, हाम्रो काम नहोस्, हामीलाई मतलब छैन। फेरि बगिरहेछौँ हामी, बरु फेरि काम गर्छौँ, तर एक्सक्युज नगर्नु। यसमा एक्सक्युजै नगर्नु, किनभने 1 वर्ष थपिसकेपछि त अब त काम गर्नुपर्ने हो नि त। उसले ठेक्का लगायो भने कि म गर्दिनँ भनेर त्यो छोड्नु पर्यो होइन। होइन यहाँ खुलाउँदाखेरि लेखेर राख्यो भने त एक्स्ट्रा थपेर लिने भनेर किनेर राख्छ त भएदेखि। जसले काम गरेको छैन तोड्ने नै हो। डुब्छ त सरकार काम गर्ने भनेर लगेपछि त गरेन भने त जान्छ त है हजुर। ल खुसी लाग्यो, हस् थ्याङ्क यू। वर्षाका 10वटा सबै टोटलमा बिजुलीको नबिजुलीको सबैको सङ्ख्यामा सबै इन्जिनियरलाई मोटरसाइकल छन्, सबैलाई छैन। 3जना इन्जिनियर 3जनालाई गाडी छन्। अनि 9वटा इन्जिनियरलाई 10वटा मोटरसाइकल छ भनेपछि कसले चढ्छ र? होइन गाडी त हाम्रो अधिकांश चाहिँ इन्धन बोक्नुमै बढी, यो बोलेरो छ नि, र बोलेरो चाहिँ मान्छे भन्दा नि बढी अधिकांश यो अफरोडमा इन्धन बोक्न जान्छ। सिरिसा यहाँ हाम्रो सिरिसाको मान्यजीहरू आउनु भएको छ। कहाँ झर्दै हुनुहुन्छ भन्नु त? तपाईँ कहाँ झर्दै हुनुहुन्छ भन्नु? अहिले कहाँ झर्दै हुनुहुन्छ सर? नै अहिले कहाँ पुग्नु भएको छ? लाली अर्ग्यानिक भयो। यस्तो बिल्डिङ भने राम्रो, यस्तो कस्तो राम्रो छ हेर्नु त।